हेलो साथीहरु म चाहिँ अहिले यहाँ चाहिँ ठ्याक्कै माल्टा इन्टरनेशनल एयरपोर्टको पछाडिपट्टि छु हैन सो यहाँबाट चाहिँ प्लेनहरु टेक अफ ल्यान्डिङ सबै हुन्छ है सो म सरर तपाईहरुलाई चाहिँ एकचोटी देखाउने प्रयास गर्ने छु है अनि कस्तो देख्दो रहेछ यहाँको हैन भ्यूहरु सो बिहानी म यहाँ आएको थियो अनि यसो एकछिन हेरे भिडियो बनाउनलाई एक दुईवटा भिडियो पनि बनाए अनि त्यसपछि चाहिँ तपाईहरुलाई यहाँको चाहिँ एकचोटी भ्यू कस्तो देख्दो रहेछ म तपाईहरुलाई चाहिँ टुर गराउँछु है त सो म चाहिँ अहिले यहाँ बसिरहेको छु यहाँबाट अगाडि चाहिँ यस्तो देख्छ हैन सो यो चाहिँ ठ्याक्कै एयरपोर्ट हो एयरपोर्टको रनवे पनि छ यहाँ अगाडि अनि म तपाईहरुलाई देखाउने प्रयास गर्छु है सो यस्तो छ पछाडिपट्टि मैले यहाँ घुमाएँ अहिले चाहिँ यहाँ छ है यस्तो छ यहाँ गाडीहरु आइरहेछ मैले आफ्नो गाडी पनि यही पार्किङ गरेको छु सो अहिलेको लागि म मेरो यो सामानलाई भित्र हालिदिएको छु हैन यो चाहिँ खासमा एयरपोर्टबाट आउने बाटो अब त्यो मेरो सामानहरुलाई अलि हेर्छु है ओके सो मैले चाहिँ आफ्नो सामानहरुलाई यहाँ हाले साथीहरु हैन अनि त्यो एउटा चाहिँ एयरप्लेन उड्न पनि लागिरहेको रहेछ है सो म तपाईहरुलाई देखाउँछु हैन त्यहाँ कुनै के विज एयर भन्ने रहेछ है सो त्यो पनि देखाउँछु है हेर्नुस् यहाँ प्लेनहरु ल्यान्ड हुन्छ है तपाईहरुले देख्नुभयो होला प्लेन आइरहेको छ है त्यहाँ ल्यान्ड हुन्छ यस्तो छ है यहाँ माथि एउटा मान्छे पनि छ हैन त्यहाँ माथिबाट हेरौँ कस्तो देख्दो रहेछ है त साथीहरु सो अब तपाई पनि माल्टामा बस्नु भएको छ भने एकदमै राम्रो ठाउँ छ हैन बस्नको लागि एकदम यसो रिफ्रेश हुनको लागि है राम्रो ठाउँ छ सो इन्जोय गर्न सक्नुहुनेछ म तपाईलाई देखाउने प्रयास गर्छु है त यहाँ एउटा साथी पनि छ है को थाहा भएन यो चाहिँ यहाँ यस्तो छ त्यहाँ एउटा प्लेन त्यहाँ छ है सो यो रनवे हो ठ्याक्कै पछाडिपट्टि छ एकदम राम्रो भ्यू दिन्छ यहाँ यस्तो छ त्यहाँ एउटा प्लेन आउँदैछ है तपाईले देख्नुभयो होला त्यो प्लेन आउन लागिरहेछ है सो तपाईलाई यति बेला चाहिँ देखाइहाल्छु त्यो चाहिँ माल्टा इन्टरनेशनल एयरपोर्ट त्यहाँ माथिबाट पनि हेर्न मिल्छ तपाईको चाहिँ त्यहाँ माथि पनि जान मिल्छ है माथिपट्टि रुफटपमा गएर तपाईलाई हेर्न मिल्छ हैन त्यहाँ सबै कुरा राम्रोसँग देखाउँछ सबै कुराहरु हेर्न मिल्छ सो तपाईहरुले त्यहाँ पनि टाइम छ भने त्यहाँ पनि हेर्न आउन सक्नुहुन्छ है सो यहाँ हेर्दै छु प्लेनहरु ल्यान्डिङ भएको म तपाईलाई देखाउने प्रयास गर्दैछु है त त्यहाँ अब एयरप्लेनहरु त्यहाँ छ है यो भन्दा मैले यो डिजाइनले जुम गर्न सकिनँ हैन सो उत्तसम्म छ यो एकदम यस्तो छ राम्रो छ है नेपालमा मैले चाहिँ यस्तो देखेको थिएन यस्तो हेर्ने ठाउँ चाहिँ तर यहाँ चाहिँ छ तपाईलाई यहाँबाट हेर्न मिल्छ एउटा ठाउँ भइहाल्यो हैन यहाँ एउटा छ यो ठाउँ हो यो ठाउँबाट तल यस्तो छ हैन ठ्याक्कै तपाईको यो किर्कोको राउन्डअबाउटबाट लेफ्ट लागेपछि ठ्याक्कै आइपुग्छ है त एयरपोर्टबाट आउँदाखेरि चाहिँ यो एकदमै राम्रो ठाउँ छ तपाईँ कफी सफी लिएर आएर यहाँ तल बस्न पनि सक्नुहुन्छ हैन त्यस्तो छ रमाइलो ठाउँ छ एउटा प्लेन आउँदै रहेछ ल ओ त्यहाँ माथि तपाईको काममा आउँदैछ है देखेको छैन होला त्यो माथि आउँदैछ हेर्नुस् मेरो आँखाले देखिहाल्यो दामी पाराले आउँदैछ है जुम लेन्स भएको क्यामेरा लिएर आयो भने चाहिँ दामी हुँदो रहेछ यहाँ प्लेन ल्यान्डिङहरु अब मेरो क्यामेरा चाहिँ छ तर जुम लेन्स त्यति राम्रो छैन अनि त्यो कारणले गर्दाखेरि पनि एउटा लेन्स किन्ने विचार गरेको थियो अब त्यस्तै छ हेर्नुस् भने जस्तो हुँदैन नाइस भ्यू कस्तो दामी देखेको छ त्यो प्लेन आएको तपाईले देख्नु भएको छ कि छैन हैन मैले देखिरहेको छु दामी दामी देख्दो रहेछ है साथीहरु प्लेन आएको अब तपाईले देख्नु भएको छ कि छैन सो प्लेन त्यहाँ एउटा आइरहेछ है एकदम दामी देखिरहेछ तपाईलाई यता घुमाएर म देखाउँछु है यो साथीलाई अब अल्छी पनि लाग्यो होला यो मान्छेले के बोलेको भनेर हैन सो अब टच हुन लाग्यो त्यो है दामी दामी ल्यान्डिङ भइरहेछ है चाहिँ त कुन एयरलाइन्स थाहा भएन बट एकदमै राम्रो ल अब ल्यान्डिङ गर्न लाग्यो ओके अलराइट ल्यान्डिङ भयो ल टच गर्यो है त साथीहरु टच गर्यो ओके देख्नुभयो होला प्लेन आउँदैछ है त टर्किस एयरलाइन्स रहेछ यो हैन हेर्न सक्नुहुन्छ टर्किस एयरलाइन्स साथीहरु है
एकदमै रमाइलो लाग्छ यहाँबाट टर्की पुग्नलाई लगभग 2 घन्टामा पुग्दो रहेछ है सो अस्ति म नेपाल जाँदाखेरि चाहिँ टर्किस एयरलाइन्सबाट गएको थियो राम्रो लाग्यो मलाई है त दामी छ दामी टर्किस एयरलाइन्स रहेछ है सो अब राइन एयरलाइन टेकअप गर्न लागेको छ हो त्यहाँ विज एयरलाइन्स छ है विज एयरलाइन्स चाहिँ टेकअप गर्न लागेको छ है त एयरलाइन्स त्यहाँ तपाईँ टेकअप गर्न लागिरहेको छ है यहाँ अहिले विज एयरलाइन्स हो टेकअप गर्न लागेको छ रनिङ गर्यो ओके आयो माथि ल दामी छ यो प्लेस चाहिँ केटा साथीहरू है यताउति हेर्नको लागि एकदम दामी छ है एकदम बेस्ट प्लेस हो यो हेर्न सक्नुहुन्छ है त अर्को एउटा प्लेन ल्यान्डिङ हुँदैछ कुन प्लेन थाहा भएन त्यहाँ ल्यान्डिङ हुँदैछ है तपाईँले यहाँ देखिरहनु भएको छ कि छैन मलाई थाहा भएन जस्तै त्यहाँ एउटा प्लेन आउँदैछ ल्यान्डिङ हुँदैछ है साथीहरू देखिरहनु भएको छ कि छैन होइन ओके ल्यान्डिङ हुनलाई अब टच हुनै लाग्यो कुन हो टच हुन लाग्यो ओके टच भयो है त्यो ल्यान्डिङ भयो देख्नुभयो होला तपाईँले अब फेरि राइन एयरलाइन्स चाहिँ टेकअप हुन लागेको छ है साथीहरू यहाँ चाहिँ माल्टा इन्टरनेसनल एयरपोर्ट हो सो माल्टामा चाहिँ अब एउटा मात्र इन्टरनेसनल एयरपोर्ट छ एउटा मात्रै एयरपोर्ट छ भनौँ होइन सो त्यही कारणले गर्दाखेरि चाहिँ यही हो सबै कुरा एयरलाइन्सहरू ल्यान्डिङ हुने सबै कुराहरू है सो आई होप तपाईँलाई भिडियो मन पर्यो होला म यो भिडियो यहीँ राख्नेछु सो हामी नेक्स्ट भिडियोमा हामी भेट्नेछौँ है